हेलो गाइज, यहाँहरु सबैजनालाई नमस्ते अनि वेलकम टु माई भिडियो। आज गाइज हामी चाहिँ धादिङ घुम्न जान लागेको है। मौसम नि आज यहाँतिर अलि बादल लागेछ। हामी चाहिँ धादिङ घुम्न जान लागेको, धादिङ झ्याम्पाल झरना घुम्न जान लागेको गाइज हैन। जाँदैछौँ अब धादिङ गयो भने झ्याम्पाल झरना कस्तो छ हजुरहरूलाई म देखाउने छु त है गाइज। हेलो गाइज, हजुरहरूलाई थाहा छ यो कुन ठाउँ हो भनेर? यो कुन पछाडि देखिरहनु भएको छ नि, यो कुन झरना हो भनेर हजुरलाई थाहा छ? गाइज यो चाहिँ झ्याम्पाल झरना है, जो चाहिँ धादिङमा छ हैन। हामी चाहिँ आज धादिङ घुम्न जाने भनेर आएको हैन। जो झ्याम्पाल झरना छ भनेर आएको हैन। जो राम्रो रहेछ गाइज हैन। पानी चाहिँ अलिकति घट्या रहेछ हैन। जस पानी घटे पनि जोस आफूले लिनु हजुरहरूले लिनुपर्ने त्यो हुन्छ नि, त्यो एक के भन्छ त्यसलाई, फिल चाहिँ आउँछ है गाइज। जोस राम्रो छ गाइज हैन। मैले चाहिँ हजुरहरूलाई यो झरना घुम्न सजेस्ट गर्छु हैन, किनभने हजुरहरूले आफ्नो टाइम म्यानेज गरेर टाइममै हजुरले यो झरना घुम्न सक्नुहुन्छ हैन। त्यति टाढा पनि छैन, जोस नजिकै छ गाइज हैन। जोस हजुरले चाहिँ एकदम आफ्नो समयलाई म्यानेज गरेर घुम्न सक्नुहुन्छ। पछाडि देखिरहनु भएको यो झ्याम्पाल झरना गाइज हैन, जोस मलाई चाहिँ राम्रो लाग्यो गाइज हैन। तर अहिले चाहिँ के छ भने अलिकति पानी घट्या रहेछ, त्यो मात्र अलिकति समस्या हो गाइज हैन। तर जोस मैले चाहिँ जोस आई लाइक इट गाइज, आई लभ इट। यो ठाउँ चाहिँ मलाई मन पर्यो गाइज है। अघि देखाएको भ्यू त्यो चाहिँ मैले त्यहाँ तलबाट देखाएको है गाइज। म चाहिँ अहिले माथि नेर आइसकेको छु है, यो धेरै माथि आएको छु है। जोस मलाई चाहिँ जोस बवाल रमाइलो लागिरहेको छ गाइज है। जोस साथीहरू कोही नि थिएन है, तर एकजना भाइ र म आएको होइन। जोस के भन्छ त्यसलाई, टाइम वेस्ट चाहिँ भएन है गाइज। जोस हामीले लिनुपर्ने मजा चाहिँ लियौँ है गाइज। जोस बल छ है, तर अलिकति चिसो छ। अनि चिसोमा आउँदाखेरि चाहिँ हजुरहरूले आफ्नो सेफ्टी मेजरहरू अप्नाएर आउनु होला होइन गाइज। यतिकै आयो भने हजुरहरूलाई बिरामी पारिदिन सक्छ। आफ्नो सेफ्टी अप्नाएर आउनु होला होइन गाइज होइन। म चाहिँ यति भन्छु गाइज होइन। जोस आई लभ इट गाइज है। तपाईँहरूले पनि मन पराउनुहुन्छ। तर पानी चाहिँ पुरै भिजिसक्यो है गाइज, पुरै शरीर भिजिसक्यो होइन। तैपनि मेहनत चाहिँ गर्नुपर्छ गाइज होइन। मेहनत नगरेर केही पनि हुँदैन होइन। जोस हजुरहरूलाई देखाउनको लागि यत्रो मेहनत गरिरहेको छु गाइज होइन। जोस गाइज हजुरहरूलाई थाहा छ हाम्रो देशलाई किन ब्युटिफुल कन्ट्री भनिन्छ र हाम्रो देशको ब्युटी केले गर्दा भएको छ त भन्ने हजुरहरूलाई थाहा छ? पछाडि देख्नु भएको छ नि गाइज, यही नै हो क्या गाइज। ब्युटिफुल भनेको यही नै हो क्या गाइज होइन। हाम्रो देशको शोभा बढाउने, हाम्रो देशको मुहार फेर्ने कुराहरू भनेको यही नै हो क्या गाइज। हिमाल, पहाड, झरना, जङ्गलहरू, खोला नालाहरूले गर्दा चाहिँ हाम्रो देशको शोभा बढेको हो गाइज। सो गाइज होइन, म चाहिँ के भन्न चाहन्छु भने होइन, हामीहरूले होइन यस्तो चिजहरूलाई संरक्षण गर्न सक्नुपर्छ गाइज है। किनभने यिनीहरूलाई हामीले के अरे दुर्लभ हुन दिनु भएन होइन गाइज। यिनीहरूलाई हामीले प्रोटेक्ट गर्नुपर्छ। एज अ डोमेस्टिक टुरिस्ट भएर पनि हाम्रो ठाउँको सुन्दरतालाई हामीले चाहिँ गाइज होइन एक्सपोज गर्न सक्छौँ होइन। यिनीहरूको संरक्षण गर्न सक्छौँ। सो हामीले यिनीहरूको रक्षा गरौँ होइन, यिनीहरूलाई सफा गरौँ होइन, यिनीहरूको एडभर्टाइजमेन्ट गरौँ होइन गाइज। एज अ मलाई लाग्छ हामीले यस्तो कुराहरू गऱ्यौँ भने एज अ देशको इन्कम सोर्स नि बन्छ जस्तो लाग्छ गाइज होइन। यस टुरिस्ट एरिया मतलब टुरिज्म भनेको चाहिँ गाइज होइन एउटा कुनै पनि देशको मुहार फेर्नलाई होइन टुरिज्म म्यानेजमेन्ट एक बवाल भयो भने गाइज होइन त्यो देश कहिले पनि गरिब हुँदैन क्या गाइज होइन। सो मलाई लाग्छ मेरो देश नेपाल गरिब छैन क्या गाइज होइन। किनभने यस्तो झरनाहरू टन्नै छ क्या, अझै खोला नालाहरू कति छ क्या गाइज होइन। सो यस्तो खोला नालाहरूलाई, हिमाल, पहाड, वन जङ्गललाई चाहिँ हामीले संरक्षण गर्न सिक्नुपर्छ गाइज है। गाइज मलाई चाहिँ के लाग्छ होइन, हामी यत्तिकै गरिब भएको होइन क्या गाइज होइन। किनभने हामीसँग इनफ नेचुरल रिसोर्सेसहरू छ होइन। तैपनि यहाँसम्म पुग्ने, तैपनि यहाँसम्म जानुपर्ने बाटो चाहिँ राम्रो नभएर गाइज है अझै पनि हाम्रो देशको कयौँ नेचुरल रिसोर्सेसहरू चाहिँ होइन अन्यलमा छन् होइन गाइज होइन। सो म चाहिँ सरकारलाई के रिक्वेस्ट गर्छु भने होइन यस्तो ठाउँहरूलाई चाहिँ होइन गाइज एक्सेस भन्छ क्या, एक्सेस पुग्ने ठाउँ चाहिँ होइन बाटो चाहिँ एकदम राम्रो बनाइदिए हुन्थ्यो जस्तो लाग्छ गाइज है। किनभने हामी त आफ्नै देश हो, हामीले चाहिँ केही नि भन्दैन होइन। तर भोलि टुरिस्टहरू घुम्न आयो भने गाइज होइन जस बाटोको बारेमा उनीहरूले चाहिँ गुनासो पोख्न नपरोस् गाइज है। यस्तो बाटो हिँड्दै आउनुपर्छ होइन। हजुरहरूले हेर्न सक्नुहुन्छ खत्तम बाटो छ क्या गाइज होइन। यो चाहिँ झ्याम्पाल झर्ना जाने बाटो है गाइज। तर ठिकै छ गाइज है, मलाई चाहिँ मन पर्यो झर्ना चाहिँ होइन, बवाल छ। सो हामीले चाहिँ यसको संरक्षण गर्न सक्नुपर्छ गाइज है। हामी चाहिँ दुईजना मात्र आएको है गाइज, ऊ पछाडि मेरो भाइ है। हामी दुईजना मात्र घुम्न आएको, अरू कोही नि नभएर। सो गाइज है बाटो यस्तो खतरा, यहाँ हेर्नुहोस् खतरा बाटो छ होइन। यस्तो बाटो हुँदै हामीले आउनुपर्छ। ल गाइज बाटो अप्ठ्यारो छ होइन। अब तल गयो भने म फेरि भिडियो बनाउने छु गाइज। यो चाहिँ मेरो देश नेपालको लागि है गाइज।
देशले मुटु छोयो तर पेटले धोका दियो, परदेशिनु बाध्यता बन्यो, सपना टुक्रिए। देशमा रोजगारी छैन, मूल्य वृद्धि बढ्दो छ, शिक्षा व्यापार भयो, स्वास्थ्य धनीको अधिकार, राजनीतिले जनता बिर्सियो, आशा मर्दैछ तर माया अझै यो देशको माटोसँग बाँधिएको छ। जय नेपाल।